ज्ञानतिमिराजस्य ज्ञानेन्द्रसहायकैतक्षरन्मूलितमेन तस्मै श्रीगुरुवे नमः। ओम नमो नमः सर्वेभ्यो सौभाग्यभ्यो नमः। गौतम। मम नाम दृष्टि गौतम। आज हामी लोसार दिवसको बारेमा सानो चर्चा गर्न जानेछौँ। लोसार विशेष गरी हिमाली भागमा गुरुङ, तामाङ, शेर्पा आदि बसी जनजातिले मनाउने प्रमुख चाड हो। लो भनेको वर्ष र सर भनेको नयाँ भन्ने अर्थमा लोसार नयाँ वर्षको उत्सवका रूपमा मनाइन्छ। यो चाड मुख्यतः फङसुङ, सेलरोटी, खाप्से जस्ता परिकार घर तथा समुदायसँग मिलेर रमाइलो गरी मनाइन्छ। लोसारको 3 प्रमुख रूप छन्: तामाङ सोनाम लोसार, अनि गुरुङ तोमु लोसार र शेर्पा भोटे ग्याल्पो लोसार। प्रत्येक समुदायको आफ्नै परम्परा भए नि सबैको नयाँ वर्षको स्वागत, शुभकामनाको आदान प्रदान, नाच गान र सांस्कृतिक पहिरन प्रदर्शन मुख्य आकर्षण हुन्। सामुदायिक जमघट गाउँ सबै भोला भई शुभकामना आदान प्रदान, पूजा आराधना र रमाइलो गरिन्छ। लोसारका विभिन्न रूपहरू छन्। तमु लोसार मङ्सिर महिना मनाइन्छ। सोनाम लोसार माघ महिनामा मनाइन्छ र ग्याल्पो लोसार फागुनतिर मनाइने चाड तिब्बती नयाँ वर्षसँग सम्बन्धित। हजुर सम्पूर्णलाई लोसार पर्वको शुभकामना। ओम नमो नमः।